अब हामी टक्क दाइलाई सिबी बाँड्न हिँडिरहेको छौँ। यो चाहिँ के अरे पोर्चुगलको ओरिएन्टे लिस्बनको ओरिएन्ट भन्ने ठाउँमा। यहाँ चाहिँ विभिन्न देशको झन्डाहरू छन्, त्यसमध्ये हाम्रो नेपालको झन्डाहरू पनि छ। विदेशको ठाउँमा नेपालको झन्डा देख्न पाउँदा पनि अलिकति गौरव नै लाग्छ, खुसी नै लाग्छ। पहिला त अलिकति यहाँ सबै देशको झन्डाहरू चेत्तिने फाटिरहेको थियो। अहिले चाहिँ अलिकति सबै कुरा झन्डाहरू चेन्ज गरेछ। सायद आई होप नेपालको झन्डा पनि नयाँ राख्यो होला। अहिले नेपालको झन्डा पनि चेत्तिएको थियो, फाटेको थियो। यो चाहिँ समुद्र बीच साइडतिर टक्क हिँडिरहेका छौँ हामी। अब हाम्रो नेपालको झन्डा आउन लाग्यो। अब यहाँ सिजन सुरु हुने बेला भयो। मेन त सिजन सुरु हुने बेला भएपछि यहाँ सरसफाइ यताउता अलिक टलक्क टल्काउने, ठाउँमा टोयलेटहरूको व्यवस्था, डिजिटल इलेक्ट्रिक टोयलेट, डिजिटल टोयलेट अरे लेखे अनुसार चाहिँ मर्मत सम्भार भइराखेको छ। हाम्रो नेपालको झन्डा अझै आइपुगेको छैन। नेपालको झन्डा अझै उतापट्टि छ। हाम्रो नेपालको झन्डा चाहिँ त्यहाँ छ। यहाँ वर्ल्डको सबै देशहरूको झन्डाहरू छ भने हाम्रो नेपालको झन्डा चाहिँ त्यहाँ छ। नयाँ झन्डा राखिरहेको छ।